यतापट्टि गहिरो थियो अनि त्यो कस्तो यस्तो गहिरो खालको थियो त्यो पोखरी गहिरो न गहिरो 5 कन्या भन्ने ठाउँमा त्यो सेउती पारी माथि डाँडा अनि यस्तो किसिमको छाउटे पारेको थियो उतापट्टि चाहिँ कस्तो थियो उतापट्टि चाहिँ यतापट्टि यतापट्टि यस्तो अग्लो अग्लो यता होचो त्यस्तो थियो यतापट्टि गहिरो यता चाहिँ अग्लो ओह्रालो यतापट्टि अग्लो यता माथि अग्लो तल होचो गहिरो अनि अहिले त छैन होइन त्यहाँ कसरी सुक्यो र पाराको थियो अरे त्यो पहिला भन्नेहरूले देख्नेहरूले भनेको उहिले अनि त्यो के पो भएर सुकेको भन्थ्यो होइन के भएर फुट्यो भने नि यसरी कसरी फुट्यो त्यो 90 सालको भुइँचालो आउँदाखेरि 90 सालको भुइँचालो आउँदाखेरि अनि फुट्यो त्यो यतापट्टि उँधोतिर त्यो अहिले चल्केर उतातिर त्यो ओह्रालोमा फुटेर गयो यतातिर त्यो यतातिर यतातिर के भएको त्यो भुइँचालोले हल्लाएर उँधोतिर चाहिँ फुटाइदियो उतातिर फुटाएर उतातिर यतातिर बगेर गयो उतातिर भुइँचालोतिर भुइँचालो हल्लाउँदा फुट्यो भुइँचालोतिर पहिरो गयो पहिरोले त्यो त्यहाँको पोखरी फुटेर पानी जम्मै गयो अनि उतातिर भुइँचालो गयो अहिले त्यहाँ त्यस्तो छ अनि त्यो भुइँचालोतिर उतातिर गयो
त्यस्तो थियो त्यो 5 कन्या डाँडामा पोखरी। त्यसरी 90 सालको भुइँचालो आउँदाखेरि फुटेर गयो। अहिले त छैन नि, अहिले त त्यो खाल्टो छ। म पुगेकै छुइनँ, यत्रो धरानमा जन्मेँ हुर्केँ, त्यो डाँडा पुगेकै छुइनँ म। उँधोतिर गइसकेपछि अँ त्यो उँभोतिर गएपछि पोखरी हरायो, पोखरी मेटियो। पोखरी त्यो पछि मेटिएपछि मेटिए त्यो उँभोतिर उँभोतिर पानी मान्छे बस्नु थाल्यो। उँभोतिर त्यो के अरे 5 कन्या त्यो निशान डाँडा, 5 कन्या निशान डाँडा। अनि त्यो उँभोतिर के भयो उँभोतिर? के भयो भनेको उँभोतिर चाहिँ? उँभोतिर चाहिँ त्यो मान्छेहरू बस्यो भनेको के? उँभोतिर बसेर उँभोतिर डाँडा बसेर गयो। उँभोतिर चाहिँ डाँडा बस्यो। यस्तो पोखरी थियो पहिला, 90 सालको भुइँचालोले छचल्काएर त्यहाँको त्यो डाँडा त्यो चाहिँ पोखरीको एकपट्टि भाग चाहिँ भुइँचालोले भत्काएर पहिरो गयो, त्यो पानी सुक्यो। अनि उता चाहिँ डाँडा रह्यो, यता चाहिँ पहिरोले भत्केर गयो होइन। त्यसो भन्थ्यो त्यहाँको मान्छेहरूले पहिला नै, सत्यजुगको भन्नेहरूले। सत्यजु के अरे सिमेन्डो पोखरी भन्ने छ नि एउटा। सिमेन्डो पोखरी कहाँ? सिमेन्डो पोखरी भन्ने छ। कहाँनिर पो बुवा? सिमेन्डो पोखरी कहाँनिर? सिमेन्डो पोखरी चाहिँ कुन ठाउँमा? सिमेन्डो पोखरी चाहिँ इन्डियामा कि नेपालमै? सिमेन्डो पोखरी चाहिँ कुन ठाउँमा याद भएन नाम? सिमेन्डो पोखरी चाहिँ त्यही निशान डाँडामा 5 कन्यामा? होइन, सिमेन्डो पोखरी चाहिँ काठमाडौँतिर त होइन। कता पर्यो त त्यो सिमेन्डी? म पनि याद भएन त बुवा। सिमेन्डो पोखरी है त्यतै हुनुपर्ने। याद भएन? याद भएपछि भन्नु न त। सिमेन्डो पोखरी चाहिँ
सम्झिनु त कहाँ हो? सिमेन्ट पोखरी चाहिँ उम्, ओहो, त्यो नेपालमै हो? सिमेन्ट पोखरी र नेपाल र हेमान्दु सिमेन्ट पोखरी चाहिँ सिमेन्ट पोखरी पनि त्यो नेपालमै हो। नेपालमै हो? एउटा गोसाइँकुण्ड पोखरी छ नि उहाँ माथि मनाङ मुस्ताङतिर गोसाइँकुण्ड पोखरी भन्ने। गोसाइँकुण्ड चिसो न चिसो हुन्छ अरे त्यहाँ। मान्छेहरू त्यहाँ घुम्नु जाँदाखेरि कति लडेर मरे त्यो पोखरीमा डुबेर।